अब जनौ घन्टी लाग्दा कहिलेकाहीँ 16-18 मात्रै मिल्न सक्छन्। जनौ घन्टी लाग्दा 16-15-18 मात्रै मिलेको हुनसक्छ, आफूले लागेको 16-15-18 मात्रै मिलेको हुनसक्छ। अब यो 16 मिलेको मान्छेले अब बाँकी 5 मिनटमा बाँकी सबै गर्न सकिन्छ त 34 त्यो त सम्भवै छैन। त्यो त विद्यार्थी आफू पनि कन्भिन्स हुनु पर्यो नि। जनौ घन्टी लाग्दा 16-18 मात्रै मिलेको छ भने बाँकी त कन्भिन्सै हुनुपर्छ। सकिँदैन, त्यसपछि त्यो पढेर नि भ्याउँदैन र थपेर पनि थप्न सकिँदैन। 16बाट 25 थप्न त गाह्रै हुन्छ 5 मिनटमा। अब के गर्ने भन्दा एकछिन आँखा चिम्म गर्ने, लौ परमेश्वर, कुल देवता, माउली देवता, छिमेकी देवता, 33 कोटी देवी देवता सबै दाहिने पर्नु। यो वर्ष मैले यति मैले नपढेर मैले अल्छी गरेर मैले बिगारे। अर्को कसम भगवान म सेकेन्ड पेपर खत्रै पढ्छु, अर्को वर्ष खत्रै पढ्छु, योचोटि चाहिँ पास बनाइदियो भन्ने। त्योभन्दा बढी भगवानलाई पुकार्न लाग्ने टाइम पनि हुँदैन फेरि। त्योभन्दा बढी भगवानलाई नसम्झिने, त्यति सम्झिने। त्यसपछि अब त्यहाँ चाहिँ फेरि एउटा अप्सन हानेर काम छैन। 16वटा 15वटा मिल्नेको एउटा अप्सन हानेर काम छैन। तिनीहरूले चाहिँ फरक फरक अप्सन हान्नुपर्छ। एउटै अप्सनले भेट्दैन, फरक फरक अप्सन। ए भाइ ए लाउने, डी यस्तो सम्झिने, लौ स्वयम्भू, ए पशुपतिनाथ रक्षा गर भन्ने एकदम फास्ट। फेरि पशुपतिनाथ भन्नु अगाडि गोलो लगाइसक्ने। पशुपतिनाथलाई सम्झिँदा 3टा 4वटासम्म गोलो लगाएर भ्याउने। किनभने त्यो 34वटा गोलो लाउने टाइम पनि पुग्दैन कि तपाईँसँग जनौ घन्टी लगाएर त्यो गनेर मैले यति थोरै मिलाएँ भन्दाखेरि तपाईँसँग 2-3 मिनटको समय त त्यो 34वटा गोलो लाउँदै जान्छ। किनभने गोलो पनि हामीले ध्यान दिएर लाउनु पर्ने हुन्छ। गोलो लाउँदा पनि त ध्यान दिनु पर्यो नि त।